गाइज अहिले चाहिँ हामी यो कोलपुरको अतिथि होटलदेखि चाहिँ हाम्रो यात्रा सुरु गरिराखेका छौँ र हाम्रो यात्रा भनेको चाहिँ हाम्रो शान्तिनगर दुर्गा मन्दिरसम्म रहनेछ निरन्तर है। अनि यहाँसम्म चाहिँ बिचमा हुने हरेक यो बाटोको स्थिति, यहाँको मान्छेहरू र सबै हामी चाहिँ हजुरले यो अपडेट गराउने नै छु भन्दै होइन, हाम्रो एकदम छोटो झलक हुनेछ। मजाले सबैजनाले माया गरेर एकदम साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा गरेको छु। र हाम्रो चाहिँ यता छ ट्री टप रेस्टुरेन्ट छ होइन। यहाँ चाहिँ अब हामी नजिकको छौँ। यहाँ चाहिँ हाम्रो शुभ होटेल छ, शुभ होटेलको चाहिँ ब्रान्ड छ। अब यो होटेल ट्री टप पनि छ यहाँ नजिक है। अनि यहाँ चाहिँ हाम्रो कृष्ण होटेल अर्थात् शुभ होटेल पनि भन्छ जसलाई चाहिँ। अनि एकदम यो चाहिँ हाम्रो एकदम लुम्बिनी प्रदेशको एकदम ठुलो हस्पिटल नेपालगञ्ज मेडिकल कलेज होइन, जो चाहिँ हाम्रो 10 बिघा हस्पिटल पनि भन्छ जसले। यो हस्पिटल चाहिँ यहाँ छ है। अहिले चाहिँ हामी यो मेन चोकमा चाहिँ हामी छौँ। हाम्रो साथमा हुनुहुन्छ एकदम लेजेन्ड पर्सन होइन। अब चाहिँ हाम्रो यात्रा चाहिँ हाम्रो माथिल्लो बाटो नभएर चाहिँ अब हाम्रो यात्रा चाहिँ हाम्रो तल्लो बाटो हुनेछ। यहाँ चाहिँ एकदम गाडीहरूको लाइन छ गाइज होइन, एकदम राम्रो छ। यो चाहिँ हाम्रो एकदम हाम्रो शुभ होटेलमा चाहिँ आउने जति पनि मान्छे हुनुहुन्छ उहाँको चाहिँ यो गाडीहरू हो है। एकदम राम्रो वातावरण छ, मौसम पनि एकदम सफा छ गाइज होइन। किनकि हेर्नु त यतातिर यो हाम्रो चाहिँ यो एरिया हो है, यो एरिया भन्नुपर्दा चाहिँ। अनि यस्तो राम्रो वातावरणमा चाहिँ हामी छौँ है। ल यति बेला चाहिँ हामी 10 बिघा पछाडिको एकदम हाइवे रोडमै छौँ है, दाजुभाइको सेवा सेन्टरमा छौँ। यो एकदम देख्न सक्नुहुन्छ एकदम अहिले भर्खरै न्यू स्टार्ट पनि भएको छ। एकदमै यो कम्पनीले चाहिँ एकदम ठुलो टर्नओभर गर्छ भन्ने चाहिँ मलाई आशा गरेको छु है। यो चाहिँ पछाडि पृष्ठभूमिमा देखिएको ठाउँ चाहिँ यो हेलिप्याड भनेर भन्छ। एकदम खुल्ला मैदान छ। यहाँ चाहिँ मान्छेहरू धेरै टाढाको मान्छेहरू चाहिँ यहाँ घुम्न आउँछ, यसो बस्छ, रमाइलो गर्छ। यहाँ चाहिँ केटा मान्छे केटी मान्छे धेरैजना हुन्छ है। यो ठाउँमा चाहिँ छौँ है। अब ओके ओके गाइज है। हामी चाहिँ फेरि पनि यो हेलिप्याड स्थान अर्थात् यो चाहिँ हाम्रो 10 बिघा हस्पिटल पछाडिको चाहिँ एकदम हाइवे रोडमा चाहिँ हामी छौँ होइन। यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ एकदम राम्रो छ गाइजहरू। आज मौसम पनि एकदम सफा छ यहाँ नजिक है, सबै कुराहरू राम्रो छ। अनि बाँकी अपडेट चाहिँ हामी अगाडि चाहिँ देखाउनेवाला नै छौँ है। हामी किनकि कस्तो भन्दाखेरि चाहिँ हामी चाहिँ गाइज होइन, हामी चाहिँ एकदमै यो बनिन लागेको छ भर्खर यहाँ पुगिसक्यो घर होइन। यो घर बनाउनलाई समथिङ करोड खर्च भइसक्यो, अझै पनि पुरा भएको छैन। अब यता हाम्रो 10 बिघाको हस्पिटल भन्छ यसलाई होइन। अनि यता हुनुहुन्छ हाम्रो गाइजहरू, उहाँ नै यो भ्लगर। म भ्लगर चाहिँ छैन, अब चाहिँ न्यू मैले चाहिँ के भन्छ मलाई न्यू युट्युब च्यानल चाहिँ खोल्नेवाला चाहिँ सबैजनाले चाहिँ मेरो विपिन अधिकारी युट्युब च्यानललाई चाहिँ सबैजनाले चाहिँ फलो गरेर सब्सक्राइब गरेर मजाले जोडिदिनु होला है। अनि हाम्रो चाहिँ अब हाम्रो चाहिँ यतातिर हुनुहुन्छ धेरैजनाहरू, एकदम राम्रो वातावरण छ। बिस्तारै बिस्तारै हिँड्नु न कस्तो फेरि होइन। यतातिर राम्रो वातावरण चाहिँ छ। यहाँ सबैजना चाहिँ फेरि आउनुभयो, कोलपुर आउनुभयो भनेपछि यो हेलिप्याड भएको स्थान अर्थात् यो 10 बिघा हस्पिटलको पछाडिपट्टिको यो खुल्ला मैदानमा चाहिँ आउनु होला। सबैजनालाई चाहिँ हामी यहाँ भेट्नेछौँ है। किनकि यहाँ चाहिँ धेरैजना मान्छेहरू चाहिँ आउँछ, धेरै रमाइलो हुन्छ, एकदम त्यो जग्गाले गर्नेछौँ। अल द बेस्ट। अगाडि बस्नु अहिले रोक्नु। अहिले हाम्रो साथमा हामी दुईजना छौँ है। अघि पनि मैले जानकारी गराएको थिएँ हाम्रो यात्रा चाहिँ शान्तिनगरको दुर्गा मन्दिरसम्म चाहिँ हाम्रो यात्रा हुनेछ। र यो बिचमा हुने सबै भौतिक संरचनादेखि लगेर हाम्रो यात्रा चाहिँ कस्तो हुन्छ भन्ने चाहिँ मैले देखाउने प्रयास गरिराखेको थिएँ। यो यात्रा चाहिँ हाम्रो निरन्तर रहनेवाला छ है। दुई लाइन जस लाइक गरिदिनु होला, एकदम सपोर्ट गरिदिनु होला। भर्खर हामी फिल्ममा आउँदैछौँ। अब आइफोन आउँछ अब केही दिनपछि। आइफोन आयो भने खतरा भ्लग आइफोनबाट आउँछ होइन, त्यहाँबाट हेर्नु होला। यो चाहिँ जस्ट बिगिनिङ मात्रै हो। अनि सब्सक्राइब गरेर राख्नु होला। भविष्यको जल्दो बल्दो हामी सेलिब्रिटी भनेको हामी नै हो, देखेर राख्नु होला। यो अहिले देखिराख्नु भएको चाहिँ यो ठाउँ चाहिँ हाम्रो मैले अघि जुन भनेको थिएँ हेलिप्याड भनेको ठाउँ एरिया हो है। यो भनेको चाहिँ एकदम राम्रो छ
एकदम आउनु होला यतातिर चाहिँ बाइकहरू छ है राम्रो मान्छेहरू धेरै मान्छेहरू आएको हुन्छ है यहाँ चाहिँ अहिले हाम्रो यात्रा चाहिँ यो बाटो हुनेछ अहिले यो बाटो भएर चाहिँ हामी रुम जानेवाला छौँ है गाइस फेरि पनि हामी तपाईँहरूकै साथमा छौँ है यो एरिया भनेको चाहिँ हाम्रो रुम जाने बाटो हो होइन अलिक एकदम हामी चाहिँ कच्ची बाटोमा चाहिँ छौँ होइन यहाँ नजिक चाहिँ हाम्रो दुईजना म्यामहरू बस्नुहुन्छ है एकदम दामी छ यो घरमा पनि होइन अनि अहिले चाहिँ हामी एकदम कच्ची बाटोको पैदल यात्रा गरेर चाहिँ रुममा जान आँटेको छौँ यहाँ चाहिँ यो बाटो भनेको आगामी बाटोहरू चाहिँ देखाउने हुनेछ गाइस ओके गाइस है अब चाहिँ हामी यो बाटो चाहिँ जानेछौँ एकदम राम्रो बाटो छ एकदम सुन्दर बाटो छ है जङ्गल भनौँ भनेर बुझ्नुहुन्छ या यो चाहिँ हाम्रो गाउँघरतिर चाहिँ कटहर भन्छ यसलाई चाहिँ ए अलहर भन्छ अनि यो एकदम यस्तो बाटो छ गाइस है मजाले यहाँ चाहिँ ठुलो ठुलो बोटहरू छ अनि यो पारि त्यो देखिराखेको त्यो ठाउँ चाहिँ पहिला हाम्रो अफिस जाने बाटो थियो र अहिले हाम्रो अफिस जाने बाटो चाहिँ बन्द गरेको छन् है यहाँ चाहिँ मान्छेहरू एकदम स्वार्थी छ गाइस अनि त्यही भएर चाहिँ हामी एकदम जङ्गल हेरेर पनि हामी अफिस जानुपर्ने बाध्यता छ यहाँ चाहिँ यो चाहिँ कोलपुर नगरपालिकाको नगर प्रमुखसम्म चाहिँ यो ध्यान जाओस् अनि फेरि हाम्रो यात्रा यो बाटोमा भएको छ है कनेक्टो भन्छ हाम्रो गाउँतिर यसलाई घरको फेरि गल्लीमा चाहिँ हामी छिरेर जस्तो तसो गरी हामी रुमको दैलोमा पुग्छौँ होइन भोट माग्न फेरि बिचमा धेरै बाटोहरूलाई पार गरिकन हामी चाहिँ यहाँ पुगेको छौँ अब चाहिँ हामी नजिकको दुर्गा मन्दिरको स्थलमा चाहिँ हामी पुगेर त्यहाँको सिनहरूलाई देखाउनेवाला छौँ ओके गाइस यो भनेको चाहिँ दुर्गा मन्दिर भयो है यहाँ चाहिँ माथि निहुरोतिर जान्छ भने यो चाहिँ दुर्गा मन्दिर भयो एकदम हामी चाहिँ कहिलेकाहीँ बिहान पूजा पनि गर्न आउँछौँ यतातिर अनि यतातिर दुई बाटो छ है यसलाई चाहिँ चोक मेन चोक पनि भन्छ है दुर्गा मन्दिर भनेर अनि हामी चाहिँ अहिले एकदम यो बाटो फेरि नयाँ पनि रिकभर पनि गरेको छ यो बाटोलाई एकदम राम्रो बनाउन खोजिराखेको छ है पुरै बनि त सकेको छैन त्यही पनि बन्नेवाला चाहिँ छ यो बाटो चाहिँ अब हाम्रो रुम पनि एकदमै नजिक आउन आँटिसक्यो है अनि हाम्रो रुम कस्तो छ के छ हामी कुन घरमा बस्छौँ यो घरमध्ये धेरै घरमध्ये चाहिँ हामी कुन घरमा बस्छौँ सबै कुरा चाहिँ जानकारी हामी हजुरलाई गराउनेछौँ कृपया प्लिज लास्टसम्म भिडियोहरू हेर्नुहोला ओके गाइस फेरि पनि है पहिला चाहिँ हाम्रो केही समयको लागि चाहिँ हामी यो घरमा हाम्रो वासस्थान भएको थियो यो घरमा हामी बस्थ्यौँ है अहिले चाहिँ हामीले यो घर छोडेर चाहिँ हामी अलिकति टाढा गएको छौँ है अनि यो घर पनि एकदम राम्रो छ कोही बस्नुहुन्छ भने चाहनुहुन्छ भने घरमा खाली एकदम कोठाहरू छ मजाले आउनु होला है यतातिरको वातावरण चाहिँ यस्तो छ भने हामी चाहिँ फाइनल्ली गाइस यो घरमा चाहिँ हाम्रो बसिसकेको छौँ अहिले चाहिँ हामी यो चाहिँ हाम्रो गेट हो हाम्रो सरले चाहिँ यो गेट खोल्दै हुनुहुन्छ है अनि यो चाहिँ हाम्रो यता हातमुख धुने धारा भयो है अनि चाहिँ हाम्रो रुम भयो यो स्कुटी छ यहाँ चाहिँ अनि यहाँ चाहिँ हाम्रो साग लगाएको छौँ हामीले है अनि हामीले तरकारी सरकारी खानलाई पनि एकदम राम्रो वातावरण छ यहाँ चाहिँ एक नजिक एकदम रमाइलो छ ओके गाइस हाम्रो रुम चाहिँ यहीँ नजिक रहेको छ है अनि अब मैले चाहिँ लास्टमा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ सबैजनाले चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब हानेर मजाले जोडिदिनु होला भन्ने आशा गरेको छु गाइस नेक्स्ट भिडियोको लागि चाहिँ प्रतीक्षा गर्नु होला हस् थ्याङ्क यू बाई बाई